यहाँ खाली चाहिँ टिक लगाइदिनु भएको छैन म्यामले। के भन्छ छोरी यसलाई? ए हो, फेरि लेख्नु ल। खाली यहाँ म्यामले टिका लगाइदिनु भएको छ त यहाँ टिक टिक भएकोमा। तिमी म्याम हो? ए तिमीलाई म्यामै भन्नु? ए ल ल म तिमीलाई म्यामै भन्छु ल। परिसा म्याम लु लेख्नुहोस् त। तिमीलाई म्यामै भन्नु है। लु परिसा म्याम एबिसिडी लेख्नुहोस्। ए तिमी चाहिँ म्याम हो? तिमीलाई चाहिँ म्याम भनेर बोलाउनु म? परिसा म्याम भनेर? भयो भयो त्यसले तान्नु नि, अलिक यतापट्टिकोलाई चाहिँ अलिक लामो तान्नुहोस् न। अन्त भइहाल्यो त अन्त। वाह दामी भयो त अन्त। लु फेरि तान्नु अब बिचमा त्यसले दर्का तान्नु। ए परिसा म्याम लेख्नुहोस्। तिमी म्याम हो? ए म्याम भनेर बोलाउनु म तिमीलाई? ए के भन्दै बोलाउनु? परिसा म्याम भन्नु? हजुर खाली हेर्नुहोस् न, नरुकन हेर्नुहोस् न। म्याम त रुँदैन नि। रुँदैन नि। ए लु म्याम हौ म्याम लु लेख्नुहोस् न म्याम। अब यहाँ खाली रहेछ, यता कता त्यहाँ रहेछ हौ। ए तिमीलाई चाहिँ म्याम भनेर बोलाउनु म? हुन्छ परिसा म्याम भन्नु? हुन्छ म परिसा म्याम भनेर बोलाउँछु नि ल। अलिक राम्रो तान्नुहोस् न यो पढाइसम्म। गुड। अब कहाँ छ हौ खाली हेर्नुहोस् त। म चाहिँ परिसा म्याम भन्छु नि ल अबदेखि चाहिँ। परिसा म्याम ए लेख्नु भएको? खै ठुलो लेख्यो। भयो त्यत्रो ठुलो लेख्नु पर्दैन। यो पुच्छर काट्नु मेटाउनु। मेटाउनु पर्दैन त्यो छोटो मात्रै मेटाउनु त। यो मात्रै यत्रो लामो चाहिँ लेख्नु पर्दैन नि। फिनिस्ड भयो तिम्रो? यसलाई चाहिँ के भन्छ? यसलाई चाहिँ के लेख्नु भयो तिमीले? यो चाहिँ के हो? तिमी भन्नु नि मलाई। म्यामले त मलाई सिकाउनु पर्छ त नि। यो चाहिँ के हो? गुड। अनि यसरी सिकाउनु पर्छ नि यो ए हो ल भनेर। अब यता फर्केर गुड नाइट भनिदिनुहोस्। अब खाली छैन, सक्यो होमवर्क तिम्रो। लु अब बाई बाई गरिदिने त। फ्रेङ्किस गरिदिनु।